आदरणीय स्याङ्जा गल्याङवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू जो यति बेला हामीले के बोल्छन् यिनीहरूले सुनौ न त यिनीहरूका कुरा भनेर हामीप्रति असाध्यै प्रेम राखेर स्नेह राखेर विभिन्न टोल छिमेकबाट वरिपरिबाट यहाँ जति पनि उपस्थित हुनुभएको छ सम्पूर्णमा एकमुष्ट नमस्कार। जय देश जय घन्टी। आज मलाई यो गल्याङ आउन पाउँदा असाध्यै गौरव लागेको छ। मैले यहाँका आलुको बारेमा सुनेको छु र यहाँका आलु कृषकहरूलाई कसरी तिरस्कृत गरिएको छ, कसरी यहाँ शीत भण्डारको नाममा विभिन्न समिति बनाएर काभ्रेको आलु ल्याएर स्याङ्जामा बेचिएको छ, जसले गर्दा यहाँका आलु कृषकहरूको स्थिति जस्ताको तस्तै छ अथवा यहाँको आलु खेतीले प्रोत्साहन पाइरहेको छैन भन्ने कुरा मैले साथीहरू मार्फत सुनेको छु। म ती विषयमा पनि आउँछु, तर पहिला म केही भ्रमहरू चिर्न चाहन्छु। वास्तवमा आज म स्याङ्जालीहरूलाई सम्झाउन आएको होइन, स्याङ्जालीहरूलाई सम्झाउने औकात छैन मेरो, किनभने मैले सानैदेखि 10 झापाली 1 स्याङ्जाली भन्ने सुनेको छु। स्याङ्जाली समाज असाध्यै सचेत, समझदार, विवेकी, प्रतिभाशाली समाजको रूपमा चिनिन्छ। मेरो झापा जागिसकेको छ। म झापाका 5वटा क्षेत्र घुमेको छु र यस पटकको चुनावमा यो ऐतिहासिक निर्वाचनमा झापाका 5वटा क्षेत्रमा घन्टी बज्नेवाला छ। 5वटा क्षेत्रमा घन्टी बज्नेवाला छ। यस पटक रमेश प्रसाईले गल्याङ आएर भन्थ्यो भन्नु होला, यस पटक खड्ग प्रसाद ओली झापा 5बाट पराजित हुँदैछन्। धरौटी जफत हुने सम्भावना छ उनको झापा 5बाट। त्यसकारण म तपाईलाई सोध्न आएको, तपाई विवेकी स्याङ्जालीहरूलाई सोध्न आएको, मेरो झापा त परिवर्तनको लडाईँमा होमिसक्यो, मेरो झापा त जागिसक्यो, तपाईको स्याङ्जा जाग्यो कि जागेन, तपाईको गल्याङ जाग्यो कि जागेन, यो म तपाईलाई सोध्न आएको। देशैभरिबाट अहिले हामीले जुन माया स्नेह प्रेम पाइरहेका छौं त्यो हामीले निशर्त अथवा त्यत्तिकै पाइरहेको होइन, मलाई थाहा छ। त्यसका पछाडि तपाईको सपना जोडिएको छ। यिनीहरूले गर्छन्, यिनीहरू गर्छौं भनेर आएका छन्, यिनीहरूलाई एक मौका दिनुपर्छ भन्ने तपाईले आफ्नो मनमा नै निर्णय गरिसक्नु भएको छ। आज हामी जहाँ पुग्छौं त्यहाँ यस्तै माया प्रेम पाइएको छ र हामीले यो माया प्रेम पाएको र जनताको मन जितेको देखेर यहाँ कतिपयलाई रातभरि ऐठन भइरहेको छ, कतिपयको सातो गइरहेको छ। त्यसैले उनीहरू हाम्रो बारेमा विभिन्न खाले भ्रमहरू फैलाइरहेका छन्। कहिले हाम्रो निर्दोष पार्टी सभापतिलाई नाना थरीका झुटा मुद्दाहरू लगाए, कहिले आफ्नै कार्यकर्तालाई आफ्नो झण्डा जलाउन लगाएर झण्डा जलाएको दोष हामीलाई लगाए, कहिले यिनीहरू विदेशीबाट परिचालित हुन् भन्ने भ्रम फैलाउँछन्। नझुक्किनु होला आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। यो देशमा 1950 को अपमानजनक सन्धिमा जब भारतलाई यो देशको सुरक्षाको साँचो बुझाइयो त्यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी थिएन। जब महाकाली बेचियो, जब टनकपुर बेचियो, जब इन्डियालाई कोशी ब्यारेजको साँचो बुझाइयो त्यति बेला राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिमा थिएन। जब एमसीसी पारित भयो त्यति बेला रासोपा भन्ने कुनै पार्टी थिएन। रवि लामिछाने टेलिभिजनमा काम गर्थे, बालेन पनि राजनीतिमा थिएन। एमसीसी तिनका बाहरूले पास गरेको हो कि ओली बा, देउबा र रेणु दिदीका बा, तिनै बाहरूले दस्तखत गरेर पास गरेको हो एमसीसी संसदबाट। एमसीसी पास हुँदै गर्दा यदि एमसीसीले तलमाथि गर्यो भने मेरो सम्पत्ति जफत गरियोस्, चारपाटा मुडियोस्, डाँडा कटाइयोस् भनेर गगन थापाले एमसीसी को जिम्मा लिएको हो। अनि अहिले उनीहरू हामीलाई भन्दैछन् यिनीहरूले जिते भने त देशै रहँदैन। पञ्चेहरू पनि पहिला यसै भन्थे। यहाँ म भन्दा अग्रज बुवा आमाहरू हुनुहुन्छ, उहाँहरूलाई थाहा छ जब पञ्चेहरूलाई हामी पतन हुन्छौं जस्तो लागेको थियो त्यति बेला पञ्चेहरू पनि भन्थे यी कम्युनिस्ट कांग्रेसहरूले जिते भने देशै रहँदैन, यी त विदेशीबाट परिचालित अराष्ट्रिय तत्त्व हुन् भन्थे कि भन्दैनथे पञ्चेहरू त्यति बेला। त्यसरी नै उनीहरू पनि आज हाम्रो विषयमा विभिन्न खाले भ्रमहरू फैलाइरहेका छन्। धर्मको विषयमा तिमीहरूको नीति के हो भनेर हामीलाई सोध्छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, जब यो देशमा हिन्दू राष्ट्र हटेर धर्मनिरपेक्ष राष्ट्र कायम भएको थियो त्यति बेला म त स्कुलमा जोड घटाउ सिकिरहेको थिएँ। त्यति बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला थिए र गृहमन्त्री कृष्ण सिटौला थिए। त्यसकारण यदि यो देश पश्चिमाहरूको इशारामा धर्मनिरपेक्ष राष्ट्र बनाइएको हो भने
त्यसको जिम्मा मैले होइन, विश्व प्रकाश शर्माहरूले लिनुपर्छ, गगन थापाहरूले लिनुपर्छ। यो कुरा तपाईँले बुझ्न जरुरी छ। धेरै खाले भ्रमहरू यहाँ फैलाइएको छ। अघि कति सान्दर्भिक कुरा राख्नुभयो हाम्रो उम्मेदवार झबिलाल डुम्रेले। हाम्रो त जान्नेलाई छान्ने पार्टी हो। नेताको कोटको गोजीबाट झिकेर आफ्ना आसेपासेलाई, आफ्ना घरवाली, बाहरवाली, साली, दुनियाँवालीलाई टिकट बाँड्ने पार्टी होइन, जान्नेलाई छान्ने पार्टी हो हाम्रो। मैले जान्नेलाई छान्ने भन्ने कुरा स्याङ्जालीहरूलाई सिकाइरहनु पर्दैन। त्यही जान्नेलाई छान्ने सिद्धान्त अनुसार हामीले ग्रामीण विकासमा, अहिले गाउँको विकास भएन, गाउँको विकास लथालिङ्ग भयो, गाउँबाट मान्छे पलायन भयो भनेर जताततै गुनासो भइरहेको परिस्थितिमा हामीले ग्रामीण विकासमा मास्टर डिग्री गरेको झबिलाल डुम्रेलाई तपाईको उम्मेदवार बनाएर प्रस्तुत गरेका छौँ। हामीले आइटी विज्ञ, एउटा वायरलेस इन्टरनेटको क्षेत्रमा तारै बिना इन्टरनेट पुर्याउनका लागि काम गरिरहेको एउटा युवा उद्यमी झबिलाल डुम्रेलाई हामीले तपाईको उम्मेदवारका रूपमा, तपाईको प्रतिनिधिको रूपमा यो क्षेत्रबाट उठाएका छौँ। त्यसकारण यसपटक तपाईले न्याय गर्नुपर्ने छ, यसपटक तपाईले विवेक पुर्याउनु पर्ने छ। हाम्रो त हिसाब सिधा छ। उनीहरूले जस्तो हामी तपाईलाई 35 वर्षसम्म एउटै चिन्हमा भोट हाल्नुपर्छ भन्दैनौँ। हामीलाई एकपटक परीक्षणका लागि यसपटकको चुनावमा घन्टी चुनाव चिन्हमा छाप लगाउनुहोस् र यदि 5 वर्षमा काम गरेन घन्टीले भने यो गल्याङलाई घन्टी निषेध घोषणा गरिदिनुहोस्, घन्टी निषेध घोषणा गरिदिनुहोस् गल्याङलाई। हाम्रो हिसाब सिधा छ। तपाईले बुझ्नुपर्ने कुरा के हो भने यहाँ जरामा पानी हाले पनि पुग्ने पातैमा हो, जरामा पानी हाले पनि पुग्ने पातैमा हो, मुखले खाए पनि पानी पुग्ने पेटैमा हो। त्यसकारण यहाँ झबिलाल डुम्रेलाई जिताउनु भनेको झबिलाल डुम्रेलाई मात्र जिताउनु होइन, अबकी बार बालन सरकार बनाउनु हो, रवि लामिछानेलाई जिताउनु हो। सक्षम र इमानदार, छातीमा इमान भएका, मनमा हरि भएका सक्षम युवाहरूको नेतृत्वमा भ्रष्टाचार शून्य विधिको शासन स्थापना गर्नका लागि तपाईले योगदान गर्नु हो। झबिलाल डुम्रेलाई यहाँबाट जिताउनु भनेको। अहिले यी आलाकाचा छन्, यिनीहरूको केही अनुभवै छैन, के जान्दछन् र यिनीहरू भन्दै भ्रम फैलाइरहेका छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू नबिर्सिनुहोला, पृथ्वीनारायण शाहले यो देशको एकीकरण सुरु गर्दा उनको उमेर जम्मा 20 वर्षको थियो। 21 वर्षको उमेरमा नुवाकोटमा आक्रमण गरेर नेपाल बनाउन सुरु गरेको हो पृथ्वीनारायण शाहले। तिनै पृथ्वीनारायण शाहले आज तपाईँ र मलाई नेपालीको पहिचान दिएका छन्। किशनजीहरूले, पिपी कोइरालाहरूले, गणेशमान सिंहहरूले बनारसबाट प्रजातन्त्रको आन्दोलन सुरु गर्दा उनीहरूको उमेर मेरै जति थियो, हो कि होइन? आदरणीय आमा बुवाहरू, मभन्दा अग्रजहरू धेरै तपाईँहरू यहाँ हुनुहुन्छ। त्यसकारण जब जब कुनै पनि देशमा, जब जब कुनै पनि समाजमा परिवर्तन भएको छ, त्यो परिवर्तन युवाहरूले नै ल्याएका छन्, बाहरूले होइन। बाहरूले त आशीर्वाद दिने हो, बाहरूले सल्लाह सुझाव दिने हो, युवाहरूले काम गर्ने हो। त्यसकारण तपाईले अस्ति देख्नुभयो हाम्रो युवा पुस्ताले, हाम्रो जेनजी पुस्ताले, मभन्दा पनि अझै पछाडिको पुस्ताका भाइ बहिनीहरूले यो देशमा सुशासन देऊ, भ्रष्टाचारको अन्त्य गर भनेर आन्दोलन गरे। जुन एजेन्डाहरूमा त्यति बेला जेनजी आन्दोलन भएको थियो ती हाम्रा एजेन्डाहरू थिए। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो वाचापत्रमा हामीले लेखेका थियौं कि यो देशमा यो बेलायती शैलीको शासन प्रणाली होइन, जनताबाट छानिएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्छ भनेर हामीले लेखेका थियौं। यो प्रदेश संरचनामा सुधार हुनुपर्छ। भ्रष्टाचारको सवालमा हाम्रो पहिलो वाचापत्रमा उल्लेख छ र अहिलेको करार पत्रमा पनि उल्लेख छ। यो भएरै छाड्छ। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, तपाईँ एकपटक यहाँबाट झबिलाल डुम्रेलाई जिताएर पठाउनुहोस्, यो परिवर्तनको अभियानमा अंश लिनुहोस्। यो भएरै छाड्छ। तपाईले रमेश प्रसाईले गल्याङमा आएर भन्थ्यो भनेर पछि सम्झिनु होला। राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमत प्राप्त भएको स्थितिमा 46 सालदेखि आजसम्मका सम्पूर्ण भ्रष्टाचारका काण्डहरूको छानबिन गरेर यिनलाई कानुनको ठेङ्गुरामा ल्याउने हाम्रो अटुट संकल्प छ। त्यही मागेका थिए जेनजी भाइ बहिनीहरू। त्यो माग्दा उनीहरूको छाती ताकेर, टाउको ताकेर तारो हानी हानी हाम्रा कलिला भाइ बहिनीहरूको हत्या गरियो। यति बेला यदि तपाईले एमालेको चुनाव चिन्हमा भोट हाल्नुभयो भने तपाईले ती भाइ बहिनीहरूको हत्या गरेको ठिक थियो भने जस्तै हुन्छ। एमालेको चुनाव चिन्हमा भोट हाल्नुभयो भने
तपाईले केपी ओलीले चालेको त्यो कदमलाई सही ठहराएको जस्तो ठहरिन्छ। त्यसकारण नझुक्किनु होला। तपाईले यति बेला कांग्रेसको चुनाव चिन्हमा भोट हाल्नुभयो भने देउबाको घरमा डढेको पैसाको धोक्रो र 10औं लाखका हुस्की थुपारेको ठिक थियो भने जस्तै हुन्छ कांग्रेसको चुनाव चिन्हमा यति बेला भोट हाल्नुभयो भने। त्यसकारण यो सामान्य निर्वाचन होइन। यो मैले पटक पटक भन्दै आएको छु, हिजो बागलुङमा पनि भने, यो आमाको दुध पिउनेहरू र जेन्जी बच्चाको रगत पिउनेहरू बीचको लडाई हो। त्यसकारण कसलाई जिताउने तपाईको हातमा छ, कसलाई जिताउने तपाईको हातमा छ। मैले पटक पटक भन्दै आएको छु, यस पटकको चुनावमा मत नबाड्नु होला। यस पटकको चुनावमा मत बाँडेर संसदलाई खिचडी नबनाइदिनु होला। यस पटक क्लियर छ, कि लाउ माया मैतिर, कि लाउ उइतिर, निर नलाउ दुईतिर। यस पटक दुई छापै घन्टी चाप, भ्रष्टाचारी पत्ता साफ। प्रत्यक्षतर्फ पनि र समानुपातिक तर्फ पनि तपाईले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ। म तपाईलाई विश्वास दिलाउन चाहन्छु आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, रासोपाले काम गर्छ र गर्नै पर्छ। हिजो पनि रासोपा प्राइमेरी इलेक्सन सिस्टम अपनाएको पार्टी हो। मलाई समानुपातिकको टिकट रवि लामिछानेले दिएको होइन, मेरा पार्टी सदस्यहरूले मत दिएर मलाई 1 नम्बरमा राखेका हुन् समानुपातिक सांसदको सूचीमा, उम्मेदवारहरूको सूचीमा। त्यसकारण हिजो पनि परिवारवाद निषेध गरेको पार्टी हो रासोपा। परिवारवाद निषेध भन्दा मलाई याद आयो, अहिले सुध्रेको कांग्रेस भन्दै तपाईको घर घरमा आउन सक्छन्। आमा बुवा दाजुभाइ दिदीबहिनीहरू नझुक्किनु होला। काभ्रेको क्षेत्र नम्बर 2 मा कांग्रेसको प्रतिनिधि सभाको उम्मेदवार मधु आचार्य, काभ्रे क्षेत्र नम्बर 2 मा कांग्रेसको प्रतिनिधि सभाको उम्मेदवार मधु आचार्य र मधु आचार्यको श्रीमती कमला पन्त राष्ट्रिय सभाको सदस्य सांसद। अनि श्रीमती राष्ट्रिय सभामा, श्रीमान प्रतिनिधि सभामा। के उनीहरूको मात्र जोडीका लागि त्यो संसद के भ्यालेन्टाइन डे को सिट रिजर्भ गरे जस्तो हो? त्यसकारणले तपाईले सोध्नु होला, यदि बिग्रे चाहिँ सुध्रेको कांग्रेस यस्तो हुन्छ भने, सुधारिएको कांग्रेस यस्तो हुन्छ भने बिग्रेको कांग्रेस कस्तो हुन्छ भनेर। टाउको मात्र बदलिएको, शेरबहादुर देउवाको टाउकोको ठाउँमा गगन थापाको टाउको आएको मात्रै हो। कागती रोपेर निबुवा फल्दैन आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। त्यसकारण तपाईले मतदान गर्ने बेलामा यो कुरा विचार गर्नुपर्नेछ। म तपाईलाई भन्छु, रासोपाले काम गर्छ र गर्नै पर्छ। तपाई हिसाब लगाउनुस्, म अहिले पुगे 32 वर्ष, रवि लामिछाने पुगे 45 को हाराहारीमा, बालेन अहिले 35 को हाराहारीमा हो। अनि के 5 वर्षका लागि पिकनिक खान आएका हौं र हामी राजनीतिमा? यदि यस पटक हामीले काम गरेनौं भने अर्को पटक यहाँ गलेङमा आएर रमेश प्रसाईले के भाषण गर्ला तपाईको अगाडि आएर। त्यसकारण आफ्नो राजनीतिक अस्तित्व बचाउनका लागि र तपाईहरुको मनको विश्वास बचाउनका लागि पनि रासोपाले काम गर्नै पर्छ। कांग्रेसले जति नै गति छाडे पनि बीपी कोइराला, किशनजी र गणेशमान देखाउँछ। एमालेले जति नै गति छाडे पनि वृद्ध भत्ता देखाउँछ, उही मनमोहनले दिएको। माओवादीले जति गति छाडे पनि जनयुद्ध देखाउँछ, आफ्ना शहीदहरू देखाउँछ। हामीले के देखाउनु अहिले काम गरिएन भने के छ र हाम्रो? त्यसकारण रासोपाले काम गर्छ र गर्नै पर्छ। अघि यहाँ किसानहरूको कुरा आए, मैले अघि आलुको कुरा गरेँ, यहाँका सुन्तलाको बारेमा मैले सुनेको छु। मलाई साथीहरूले भन्नुभयो, रमेश यहाँ बाटोघाटो राम्रो छैन। मैले भने यो यस्तै भइरहन्छ। अनि उहाँले फेरि भन्नुभयो, यहाँको आलु सुन्तला कुहिएर जान्छ। मैले भने यो यस्तै भइरहन्छ। यहाँका युवाहरू गाउँमा छैनन् भन्नुभयो उहाँहरूले। मैले भने यो यस्तै भइरहन्छ। जबसम्म तपाई तिनैलाई भोट हालिरहनुहुन्छ यस्तै भइरहन्छ। त्यसकारण तपाईलाई के चाहिएको, यति बेला तपाईले निर्णय गर्ने बेला छ। यही बेला हो तपाईले विवेक पुर्याउने। तपाईलाई चाहिएको के हो? यदि तपाईलाई त्यही भ्रष्टाचार, त्यही अनाचार, त्यही अत्याचार, त्यही अराजकता, त्यही किसानहरूको बिजोग, त्यही युवाहरूको विदेशमा पलायन, गाउँ रित्तिने स्थिति, त्यही तपाईलाई चाहिएको हो भने तिनै ठिक छन्। तर होइन, तपाईलाई परिवर्तन चाहिएको हो, तपाईलाई विधिको शासन चाहिएको हो, तपाईलाई समाजवादी लोक कल्याणकारी राज्य, जनताप्रति जवाफदेही भएको लोक कल्याणकारी राज्य चाहिएको हो भने एकपटक राष्ट्रिय स्वतन्त्र पार्टीलाई मतदान गर्नुहोस्, जसको नेतृत्व रवि लामिछाने र बालेन शाहले गर्छन्। सोच्नुहोस्,
21 जना सांसद हुँदा त संसदलाई जीवन्त बनाइदिने रासोपाले 151 पुग्दा के गर्ला? 677 बिघा दलालहरूले खाएको सरकारी जग्गा 4 महिनामा गृहमन्त्री हुँदा फिर्ता ल्याइदिने रवि लामिछानेले 25 वटा काण्डको फाइल खोल्ने घोषणा गर्ने रवि लामिछानेले आफ्नो हातमा बागडोर आउँदा के गर्ला? 20,000 विद्यार्थीलाई एउटा महानगरको मेयर हुँदा 20,000 विद्यार्थीलाई छात्रवृत्ति दिन सक्ने बालेनले प्रधानमन्त्री हुँदा के गर्ला? त्यसकारण तपाईले परीक्षणका लागि यसपटक रासोपामा मतदान गर्नुपर्ने छ। म तपाईसँग कुनै हावा पुतली उडाउन चाहन्न। त्यो हावा पुतली तपाई समक्ष धेरैले उडाए भन्ने मलाई थाहा छ। म तपाईलाई दुईटा कुरा स्पष्ट राख्न चाहन्छु। एक, झबिलाल डुम्रेले यहाँबाट जितेर गइसकेपछि रासोपामा त्यस्तो सिस्टम छ, हरेक सांसदले पालना गर्नुपर्छ। तपाईले झबिलाल डुम्रेलाई यहाँबाट जिताइसकेपछि तपाईलाई गुनासो छ नि गाउँ गाउँमा 5 वर्षसम्म नेताको एकचोटि भोट हालेपछि 5 वर्ष नेताको खाप्चो देखिएन भनेर झबिलाल डुम्रेले यहाँबाट जितेर गइसकेपछि हरेक वर्ष यसरी नै चोक चोकमा सार्वजनिक सुनवाई गरेर संसदमा मैले यो काम गरे, यो गर्न सके र यो गर्न सकिन भनेर तपाईलाई हरेक वर्ष हिसाब बुझाउनु पर्छ झबिलाल डुम्रेले। त्यो सिस्टम छ रासोपामा। रासोपामा जनतालाई पनि र पार्टीलाई पनि हरेक सांसदले रिपोर्ट कार्ड बुझाउनु पर्छ। मतदान भन्छन् सबैले, म भन्छु मतदान होइन, मत ऋण हो। आज तपाईले 21 गते फागुन 21 गते झबिलाल डुम्रेलाई मतको ऋण लगाउने हो र त्यसको ब्याज सहित झबिलाल डुम्रेले तिर्नुपर्छ। तपाईलाई ऋण हो मत भनेको। त्यसकारण म तपाईसँग परीक्षणको एक मौका माग्न चाहन्छु। हाम्रो पार्टीमा अर्को सिस्टम पनि छ। यदि सांसदले काम गरेन भने, यदि सांसदले जनतासँग गरिएका वाचा पूरा गरेन भने, यहाँबाट झबिलाल डुम्रेले जितेर गएर यो क्षेत्रका मुद्दाहरू समेट्न सकेन भने यही क्षेत्रका पार्टी सदस्यहरूले राइट टु रिकल गरेर झबिलाल डुम्रेलाई फिर्ता बोलाउन सक्ने पनि विधान छ राष्ट्रिय स्वतन्त्र पार्टी, जुन नेपालको अर्को कुनै पार्टीमा छैन। मलाई बोल्न धेरै मन छ आमा बुवा दाजुभाइ दिदीबहिनीहरू। तपाईहरुको यो उपस्थितिले, तपाईहरुको यो आशीर्वादले मलाई अझ धेरै कुराहरू भन्न मन छ, तर समयको पाबन्दी छ। आज साथीहरूले अलि ज्यादै थकाए पनि मलाई। त्यसकारण यतिन्जेलसम्म तपाईले हामीलाई सुनिदिनु भयो, त्यसका लागि हृदयदेखि नै धन्यवाद दिँदै मैले भनेका कुराहरू 21 गतेसम्म नबिर्सनु होला र एकचोटि मतदान स्थलमा पुगेर मतपत्र खोल्दा मेरो अनुहार सम्झिनु होला है। जय गन्ती, जय गन्ती, अब की बार, धन्यवाद।